शेरबहादुरलाई आर्जु राणाले सत्यनाश पारी त्यो आइमै भर्खर कि आइमै त्यो बुढो मान्छेले के भिर्न परेको थियो र यहाँ भिर्न पर्ने आवश्यक थियो र यहाँ त्यो बुढालाई त्यो भर्खर कि त्यो आइमैले चाहिँ नि यो अवस्था पुर्याई जो त्यतिखेर भगाए लखटी तपाईँको चाहिँ पिटी त्यहाँबाट चाहिँ भगाएको होइन अनि केपी ओलीलाई आफ्ना कार्यकर्ता आफ्ना पछि लाग्ने कार्यकर्ताहरू सबै कार्यकर्तालाई धनी बनाउँछु भन्दाखेरि केपी ओली सत्यनाश भयो आफ्नो घमण्डले सत्यनाश भयो कार्यकर्ताले चाहिँ उफुर बनाउने उसले जे पायो त्यही बोलिदिने जनताले सहन्छ यहाँ जनता त अहिले त विवेकशील भइसक्यो त यार अहिले पढे लेखेको जमाना होइन विवेकशील भइसक्यो त यिनीहरू चाहिँ नि हो कार्यकर्ताले केपी ओलीलाई बिगार्नाले अहिले केपी ओली यहाँबाट भाग्न पर्यो क्या हो यो कारणले यो तीनटा ठुला दल एकदम शक्तिशाली दल यसरी चाहिँ भाग्न परेको हो त्यसैले यिनीहरू सबै भागिसके हामीलाई राजा चाहिन्छ